ल म गरिदिन्छु आज चाहिँ हाम्रो सेमिस्टरको लास्ट दिन हो फर्स्ट सेमिस्टरको लास्ट दिन हो अनि मेरो होमवर्कहरू चाहिँ कम्प्लिट भएको छैन मैले हो के भनेको थिएँ अरे मैले कलेजको के आउँला किन आएको बिचमा नमस्ते हेलो गाइस वेलकम टु माय ब्लग ओइ टाउको नमस्ते हेलो गाइस वेलकम टु माय ब्लग लङ टाइम नो सी है मैले चाहिँ कति भाइ पोस्ट नगरेको अनि आज चाहिँ आज हाम्रो सेमिस्टरको लास्ट डे हो अनि मैले भिडियो बनाउँदैछु अनि हाम्रो म्याथ क्लास भइरहेको छ बाहिर तर हामी भिडियो बनाउँदै बसिरहेको साथीहरू चाहिँ हो मैले यसलाई अफिसियली चिनाएकै छैन अनि हाम्रो खै दिनुहोस् त हाम्रो क्यामेरा पछाडि हुन्छ हाम्रो दिदी सन्ध्या दिदी तिमीहरू आउने कि नआउने युट्युब आइहाल्छ हुनुहुन्छ हाम्रो प्रश्ना दिदी हेलो प्रश्नाजी उहाँ चाहिँ हुनुहुन्छ रिहानाजी हेलो रिहानाजी त्यही हो है अनि उहाँ हुनुहुन्छ हाम्रो सन्ध्या दिदी हेलो दिदी योजना हेलो उसलाई त चिनिहाल्नुहुन्छ होइन अनि यो चाहिँ हो म आएको छ काटिदिन्छु मैले हाल्दिनँ नि त मैले अघि हालेको केही पनि छैन है जिन्दगीमा आज चाहिँ हाम्रो अन्तिम दिन हो हाम्रो बोतल कस्तो राम्रो जिन्दगीमा यस्तो हालत भइसक्यो होइन यसको फोनको स्पेसलिस्टको मेरो फोनको स्पेसलिस्ट त्यही भएर हामी उसको फोन लिएर भ्लग गर्दैछौँ अब चाहिँ तर भन्दा भ्लग गर्नलाई त केही पनि छैन है जिन्दगीमा आज चाहिँ हाम्रो अन्तिम दिन हो सबैजना आऊ कस्तो राम्रो आएको मेरो टाउको यत्रो ठुलो रहेछ क्यामेरामै हटेन घरमा त हाम्रो पनि छ एनिवेज अन्तिम दिन हो सो आउलाई लास्ट लास्ट चाहिँ भगवान् हामीलाई त उस टेन्सन होला अब फेयरवेल पोस्ट हुन्छ च्यानल छ लाइक सब्सक्राइब गरिदिनु ल म आइफोन तिम्रो युट्युबमा राख न होइन उसले जे राख्दैन हुन्छ उसले राख्दै राखेको छैन उसमा हामी लाइक गर्दै हाल्छौँ कमेन्ट गर्दै हाल्छौँ अस्ति होलीको हाल्नु पर्थ्यो कि मैले सोचेँ नि थिइनँ महिनाहरूसँग यस्तो क्लोज हुन्छु भनेर यस्तो फोटो खिचौँ न अनि राखौँ स्टोरी यस्तो राम्रो आएको मलाई मैले अघिबाट मैले आफूलाई मात्रै हेरिरहेको कि दुई शब्द बोल्दैौ न दुई शब्द जस्तो लेम मान्छेहरू यो 2019को दोकान छ अनि हाँस्छ दुई शब्द भन न तिमीहरू भन त म अरूकोबाट होइन मलाई उनी नोइटाको सुन्नु मैले क्यामेरै समाउनु बिर्सेको अब मैले त दुई शब्द बोल्छु अर्को दुई शब्द बोल न त्यही हो अब अर्को सेमेस्टरमा भेटौँला मलाई नबिर्स्यो मलाई सिट राख्दै सुरुको दिन सेकेन्ड सेम अब त हामी 8 सेम मिलेर बस्नुपर्छ
मलाई फर्स्टमा धेरै डर लागिरहेको थियो तर राम्रो साथीहरू पाएँ मैले पनि राम्रो साथी भेट्नु मलाई त्यही डर लाग्यो कस्तो डर लाग्थ्यो अझ है जस्तो साथीले बनाइदिनु होला भन्ने सोचेर ससँग बोल्दै होइन सबै सबै एउटा त बोल्ला नि त होइन सबै बोल्यो हाम्रो क्लासमा चाहिँ केटीहरू चाहिँ राम्रै छ है लाइक मैले अहिलेसम्म यस्तो केटीहरू भेटेको थिएँ न मेरो स्कुलमा थियो न मेरो कलेजमा चाहिँ अब 8 जना मात्रै केटी थियो है मेरो सेक्सनमा त्यसमा पनि 2 टा थियो है अनि कलेजको कुरा नगरौँ सबैजना मिल्थ्यो अथवा सबैजना बोल्थ्यो सबैजना राम्रो धेरै मेरो 4 जना थियो है स्कुलमा अब चाहिँ हामी होइन के भएन उसलाई पनि ल्याउँ अलि पछाडि आउनु के भन्यो हामी अलि पछाडि जाउँ त आउमा बस्छ एडजस्टिङ उता जाने एकजना अब चाहिँ हामी होइन हामी एक्सपिरियन्स सेयर गर्छौँ के कस्तो भएको थियो कस्तो एक्सपेक्टेसन थियो अनि एक्सपेक्टेसन मिट गरेर हामी कुन कलेजमा पढ्छौँ नि भन्थ्यौँ हामी चाहिँ होइन ट्रान्सफरमा पढ्छौँ है कहिले सुनेको पनि मैले बाटोमा पढ्दाखेरि के रहेछ भनेर आएको चाहिँ यो गरेछ मर्निङ रहेछ भनेर जोइन गरेको है म चाहिँ यो कलेज मलाई त साथीले म चाहिँ यही नजिक थियो म मेरो कथाले म कसरी जोइन गरेँ भनेर मैले सुनाउँछु ल म चाहिँ के भन्दा एउटा चाहिँ नजिकै पढेर होइन अर्को त्यो त्यसरी 10 बिए भएको भएर चाहिँ मलाई पढेको ग्रुपै थियो तर उनीहरू छुट्याइदियो तिनीहरू आयो कि मेरो ब्लगमा अनि फेरि मेरो पालो हो म चाहिँ के भन्दाखेरि मलाई कुन कहाँ पढ्ने भनेर केही थाहा थिएन म चाहिँ बिबिए पढ्छु भनेर सोचेँ बाइ द वे हामी बिबिएको स्टुडेन्ट है बिबिए सेक्सन बी 2006 अनि त्यो सिम्याटको फर्म भर्नलाई म यताको नजिकको कलेज गएको थिएँ होइन तर त्यहाँको कलेजले चाहिँ यो कलेजको फर्म भर्दैछ कि ल अनि म मिस्टेकले यहाँ आएर पढिदिएँ गाइस फेरि के चुरेको ओके हामी फेटेड है डेस्टिनी एक्जिस्ट है गाइस युनिभर्सले बनाएको ल के भन्न चाहन्छु ल तपाईँको स्टोरी फर्स्ट डे एक्सपिरियन्स कस्तो भयो फर्स्ट डे चाहिँ के भयो भने ब्याकग्राउन्डमा न्युज धेरै आउँछ होला त्यही हो मैले चाहिँ बाटोमा देखेको थिएँ होइन बाटोमा पनि रातिको 10 बजीको थिएँ म मेरो पसलबाट फर्किँदै थिएँ होइन अनि मैले गाडी भेटेको थिइनँ मेरो घर जाने मेरो बाबा लिन आउँदै होइसिन्थ्यो है मलाई र बाबुलाई अनि त्यति बेलामा हिँड्दै थिएँ अनि कुन कलेज पढ्नु गरेको गरे होइसिन्थ्यो क्या मलाई चाहिँ अनि मैले आउँदै थिएँ अनि त्यहाँनिर रोकेको थिएँ क्या घरकोमा अनि हिँड्दै थिएँ मैले यसो हेर्दाखेरि क्याटबर्ड देखेँ कि मैले अनि घर गएर सर्च गर्दा टियुकै चाहिएको थियो किनभने मैले त्यत्रो सिम्याट पढिसकेँ सिम्याट दिएँ अब पियुसियु त जोइन गर्दिनँ भनेर म टियुकै खोज्दा थिएँ तर फेरि मलाई मर्निङै चाहिएको थियो कि किनभने मैले 11-12 नि मर्निङ पढेको मैले म कति बोल्छु एनिवेज त्यही भएको अनि त्यसपछि कस्तो राम्रो है यो त हाम्रो क्लासको राम्रो केटी फुलको आँखामा फुले संसार हो कि एनिवेज त्यही भएको थियो अनि त्यसपछि लास्टमा मैले हेरेको त इन्जिनियरिङ ब्लक रहेछ है अनि एकचोटि आएँ बुझ्नलाई अनि के गफ दिँदै थियो तपाईँ नानी यस्तो राम्रो पढ्दो रहेछ भनेर भन्नु होइन यति आउनेको त स्योर A+ त स्योर भनेको छ अब हेर्नुलाई फर्स्ट चाहिँ मैले A+ आएर भने नि ग्यारेन्टी लिएको छ क्या मेरो त ढुक्कै A+ हो भनेर आएन भने भनेन तिमीहरूलाई योभन्दा त जिपिए 92 घट्दै घट्दैन A+ नै आउँछ नानीले ध्यान दियो भने ध्यानै मात्रै दिएको छु त म त यस्तो ध्यान दिन्छु क्लासमा ल भयो माइक्रोफोन फर्स्ट डेको एक्सपिरियन्स फर्स्ट डे अरे मेरो क्याटबर्डको जर्नी कसरी भयो भनेर म यहाँनिर होइन एडमिसन गरेर मात्रै आएको हो कि यो ब्लगमा अनि यो ब्लगमा आउँदाखेरि मलाई कस्तो मेरो
स्कुलको जस्तै याद आएको थियो कि यो घरहरू होइन मेरो ठ्याक्कै स्कुलको जस्तै छ त्यो 8, 9, 10को ब्लकको होइन बिल्डिङको स्ट्रक्चर यस्तै छ यस्तै फुलबारी नै फुलबारी छ क्या मेरो 8, 9, 10को ब्लकमा चाहिँ मेरो स्कुल जस्तै लागेको थियो अनि मेरो स्कुलमा त राम्रो साथी पाएको थियो नि त सो आई वाज होपिङ कि यहाँ पनि राम्रो होस् भनेर इन्भाइरोमेन्ट चाहिँ धेरै राम्रो छ है क्याटफर्डको सुरुमा त हामी घरै जाँदैन 1 घन्टा घाम तापेर बस्थ्यौँ कि हामी गर्दैछौँ है के भन्छ त्यसलाई एडभर्टाइज गर्दैछौँ लाइक अब अरू जस्तो जे जस्तो भए पनि होइन इन्भाइरोमेन्ट राम्रो छ अब ब्याचलर्सको होइन अफोर्डेबल पैसातिर अनुसार मलाई चाहिँ साह्रै मनपर्दछ अहिलेसम्म चित्त बुझ्दैछ तर अब मसँग सबै एग्री नि नगर्न नि सक्छन् तर मेरो भ्यूमा चाहिँ राम्रै छ अब मेरो 11-12 चाहिँ अलिक कस्तो झ्याउ थियो त्यही भएर नि होला तर मलाई चाहिँ साह्रै राम्रो लाग्छ नट साह्रै ठिकै छ राम्रै छ अब दिदीको पालो उहाँ चाहिँ हुनुहुन्छ सन्ध्या दर्लामी मिस ए उहाँ हुनुहुन्थ्यो योजना थापा म चाहिँ सन्ध्याको काखमा बस्दैछु यहाँ स्ट्रगलहरू चाहिँ भिडियो बनाउनु मलाई त चिन्नुहुन्छ होला म चिन्दा लाउने मेरो च्यानल हो म चाहिँ सन्ध्या दर्लामी के भन्नु एक्सपिरियन्स कस्तो भयो मलाई चाहिँ क्याटफोर्ड जोइन गर्छु भन्ने चाहिँ थाहा थिएन अनि सिम्याटको चाहिँ प्रिपेयर गरिरहेको थिएँ कि अनि पास भयो अनि नजिकै मलाई हिँड्नै मन लाग्दैन गाडीहरूमा हिँड्न भनेपछि हुन्छ अनि त्यसपछि त्यही भएर जुन नजिक छ त्यही पढ्छु भने चाहिँ ठ्याक्क साथीले क्याटफोर्ड भन्यो क्याटफोर्डको म्यानेजमेन्ट पनि राम्रो छ इन्जिनियरिङ त्यो चाहिँ गभर्मेन्ट म्यानेजमेन्ट चाहिँ त्यस्तो म्यानेजमेन्ट चाहिँ एभरेज छ तर इन्भाइरोमेन्ट चाहिँ राम्रो छ फुलबारी छ तर अनि त्यसपछि त्यो अनि त्यसपछि जोइन मेरो युट्युब च्यानलमा हो कि हेलो यो चाहिँ हाम्रो म्याथ सर हो लास्टै पुग्यो हैसिन्छ है अहिलेसम्मको म्याथ सरहरूमा सबसे राम्रो म्याथ सर चाहिँ हाम्रो म्याथ सर एकदमै ओके सरी फर इन्टरप्सन यहाँ भोइस रेकर्ड भइरहेको अनि त्यसपछि म पैसा चाहिँ हामी कति भन्यो तिमीहरूलाई पैसावाला चाहिँ काट्यो भयो अनि त्यसपछि जोइन भएँ सरहरूलाई कल गरेर अनि एडमिसनको लागि सिट रोकिदिनु भएको रहेछ अनि जोइन भएँ अनि मलाई सुरुमा आउँदा चाहिँ के डर लागिरहेको थियो भने चाहिँ अब साथीहरू कस्तो हुन्छ के हुन्छ जस्तो तर एकदम नाइस छ अहिलेसम्म ओके थ्याङ्क यू सो मच सन्ध्या दिदी सन्ध्याजी दिदी भन्छ हाम्रो उसलाई रेस्पेक्टले ओके ल तपाईँको पालो कसको पालो ओ यो भिडियो समाउनु के भन्नु म यताबाट गरिदिउँ मलाई अलिक अरूहरूलाई चाहिँ भनेर त कति आँखा बोल्यो यार भन कतिवटा कलेज गयो कलेजमा त कुनै चाहिँ गर्नु थियो भने कुनै चाहिँ अब अथवा बिबिए मात्र हो अथवा टिवास रिलेटेड नहोस् तर जोइन चाहिँ गरेँ मर्निङ क्लास सधैँ माथि अनि डर चाहिँ के लाग्यो भने त्यही हो न त साथीहरूसितै आएको होइन तर नि अब यहाँको इन्भाइरोमेन्ट कस्तो हुन्छ टिचरहरू कस्तो हुन्छ मेनली त अनि पढाइ कस्तो हुन्छ यहाँहरू चाहिँ जस्तो नौ प्रश्न दिदीको पालो रियाना जीको पालो के भन्नुहोस् मेरो त त्यही हो तपाईँ अनलाइन हाल्नुभयो मेरो चाहिँ मिस्टेकली यहाँको फर्म भरिदिनु भयो कलेजको दिदीले एडमिट कार्ड पठाउनु भयो एडमिट कार्ड दिन आऊ भनेर पठाउनु भयो तर अनलाइनै सेभ गर्नु मिल्दो रहेछ म यहाँ आएर एडमिट कार्ड बच्चामा फोटो पठाएको अनि म यहाँनिर आएँ अनि दिदीले एडमिसन गराउँदैन पढ्छु बसिरहेको एउटा दाइ आउनु
I love you. त्यसले गर्दा मैले तपाईँको नम्बर पाएँ अनि त्यसपछि मलाई अर्को कलेज पनि गएको थिएँ नाम्चीमा तर टाढा अनि त्यसपछि अब त्यहाँदेखि लाने क्या मलाई होइन अनि त्यसपछि मलाई क्याटफोर्ड आएको पछि दिल्लीको लागि पनि भएर आएको मेरो डिस्काउन्ट भनेर भनिदिनु भयो सबैलाई अनि मैले यहीँनिर आएँ अनि मैले यहाँ सिट बुक पनि गरेँ अनि सिट बुक गरेँ अनि म यहाँनिर आएँ होइन फर्स्टमा यस्तो बवाल प्रेजेन्टेसन हुन्छ अब जाऊँ अनि मैले फर्स्ट आउँदा त्यसलाई भेटेको ओ यता हेर्दै यशस्वी हो त्यसलाई भेटेको मैले होइन एकजना हाम्रो यहाँ बस्दै हुनुहुन्छ अनि भेटेपछि यो साथी भेटेँ त्यो साथी जाँचको लगी अनि मेरो त मेरो अब सबैजना क्यामेरा घुमाइदियो हो सबैजना सो नाइस भिडियोमा क्विक सेयर गर्दैछ नि अनि वान अपडेट है म यो भिडियो हाल्दिनँ कि आजकल होइन अनि म किन भन्न चाहन्छु भन्दाखेरि म युट्युबबाट हराएको चाहिँ छुइनँ कि तर म काम गर्न थालेको छु गाइस म बिहान कलेजबाट घर जान्छु अनि घरबाट म 11 बजे घर आउँछु कामबाट 11 बजे घर आउँछु अनि आइएम सो बिजी मैले पैसा चाहिँ पाइसकेँ होइन मैले मेरो फर्स्ट स्यालेरी पाइसकेँ अब त्यो अर्कै चाहिँ म भन्दिनँ अहिलेको लागि फर्स्ट स्यालेरीको के गर्यो तिमीले फर्स्ट स्यालेरी फर्स्ट स्यालेरीको चाहिँ फर्स्ट डे नै मैले धेरै अमाउन्ट चाहिँ सघाएको थिएँ जुन चाहिँ के हुँदैन छोड्नु अनि मैले सघाएको थिएँ होइन त्यो पनि चिप्सहरूमा के मैले गर्नेको लागि किनेको अरे चिप्सहरू पनि कति किनेको भेरी सरप्राइज बिल हेर त भनेर पठाएन नि ल कस्तो यसै गरेर के यस अनि त्यही हो अनि त्यस्तो मेहनत गरेर काम गर्छु खर्च गर्नुपर्छ पछि पर्दैन भन्नुहोस् या अनि त्यही हो अनि अहिले चाहिँ अलिकति पाइन्छ फेरि अर्को सेकेन्ड मन्थ आउनु लागेको छ तर मेरो यहाँ हेर्नुहोस् न औँला आउँ भएर मेरो के लिटरली एनआइडी भेरिफाई भएको छैन कि अनि मेरो ब्याङ्क अकाउन्टै बनेको छैन क्या मेरो अस्ति क्यास पठाइसक्नु भएको खाएर त्यही हो हाम्रो यहाँ प्रेजेन्टेसन सर हुन्छ तर उहाँ चाहिँ क्यामेरामा आउनु हुँदैन हामी ब्लग गरेर हामी भाग्ने फोटो सेयर गर्दा गर्दै भाग्ने त्यही भने सर चाहिँ क्यामेरामा आउनु चाहन्छ अरे तर अब सरको लागि चाहिँ हामी थ्याङ्क यू भन्न चाहन्छौँ हाम्रो प्रेजेन्टेसन टिचर हो यो चाहिँ बिबिए प्लसको कोर्स हो हाम्रो सर है हाम्रो सर long time back हुनुभएको आज म युट्युबमा आफ्टर अ लङ टाइम हाम्रो सलोनी दिदी चाहिँ ब्याक आफ्टर अ लङ हाम्रो सलोनी दिदी चाहिँ ब्याक हुनुभएको छ हेलो सलोनी दिदी हाई सलोनी जी आज सबैलाई रेस्पेक्टले दिदी भनेर ल के भन्न चाहनुहुन्छ दुई शब्द भन्नु दिदीको झगडामा के भन्नु चाहन्छ आज लास्ट दिन हो अलिकति इमोसनल फिल भइरहेको छैन त्यही हो प्रेजेन्टेसनको लागि कोही नभएको लिन आएको छु म काम नलाग्ने बाई बाई फर्स्ट सेमेस्टर हुन्छ होला हाम्रो क्लास तर फर्स्ट सेमेस्टर चाहिँ सक्यो नि त को हो यो मेरो भ्लगमा हेलो कपाल मिलाएर भ्लग बाई बाई Bye bye. बाई बाई See you in next semester. बाई बाई सर Bye bye. Thank you. आइज तर आएकै छैन मेरो vlog। सकिन थाल्छ होइन अब हाम्रो चाहिँ प्रिवर्ड बजेको चाहिँ बोर्ड बजेको चाहिँ क्लास
Yes, अनि हामी फेरि सेकेन्ड सेमेस्टर ल हाम्रो सर ल यसो बाई भनिदिनु न Thank you. Bye bye. Bye bye. Namaste. उहाँ चाहिँ हाम्रो प्रेजेन्टेसन सर अनि एकदम राम्रो हुनुहुन्छ अस्ति होइन हामीले सर क्लासमा डान्स गरेको थियो कि अनि अनि त्यही त्यसको भएर पैसा पनि पठाइदिनु भयो सरले सरले आफ्नो प्रमिस निभाउनु भयो कि त्यही त। द्याट्स वाइ इज द बेस्ट टिचर है हामीलाई बाई बाई सर ए सर त्यही भएर आज हामी त्यही भएर अब हामी जाँदैछौँ उता अब हामी चाहिँ खाजान जाँदैछौँ है त्यही भएर लास्ट डे अब लास्ट सेलिब्रेसन भएछ कसलाई रोकिरहेको त्यो गर्नु सर ए मेरो तपाईँको नाम के हो यसो सिमल ल यस उसलाई ऊ चाहिँ अघिदेखि मेरो भ्लगमा मैले आएकै छैन सुनाउँछु मैले सुनाउँछु तिमीले कस्तो रिस लाग्यो लगाएको त हामी सबैले कसलाई कुरिरहेको अरे बोइस टोइलेटमा जान्छ बोइस टोइलेटमा गयो है बोइस टोइलेटमा गयो ब्याग होल्डर एचओडी म्याम एकदम राम्रो हाम्रो हुनुहुन्छ एकदमै होइन? राम्रो। अब हाम्रो अनि टियुको फर्म लिएर के उडिरहेछ टियुको फर्म लिएर हामी चाहिँ ओइ यो मिलेन हामी चाहिँ यो समाउ न हामी चाहिँ यहाँ फर्म फेरि पोस्टर जस्तो क्रिमिनल हो उ गर न कस्तो राम्रो छ है हाम्रो कलेज पुरै गार्डन सार्डेन भएको त्यहाँ कति फुल भयो जित्नु पर्थ्यो कि ए स्पिच फिलाको कुरा हुँदै रहेछ है म कसको कुरा काट्दैछु यो म मात्रै हो कि के हो दुनियाँमा स्पिच फिला नहेर्ने कि हे भगवान् जहाँ गयो यिनीहरू जहिले स्पिच फिलाको कुरा गरे है दुनियाँमा म मात्रै बाँकी छ जस्तो लाग्छ कि ओ माई गड स्पिच फिला नहेर्नेमा चाहिँ म मात्र पढ्छु जस्तो छ हामी चाहिँ यहाँ